म पनि नेपाली हुँ। राम्रो छ खै कस्तो छ कुनै तर मलाई मान्नु- यो बोक्दै दिइनँ मैले मान्छु मोबाइल विद्यार्थी जुन पढ्न हिँड्छन् नि धेरैचोटि के भने मलाई सानो केटाकेटीहरूले भने बुवा यो तपाईँले यो कोटाको चाहिँ स्कर्टको चाहिँ यो मोबाइलमा राख्नु झिरिन्छ के गरौँ त नानी हो भने जस्तो नानी एउटा झोला छाउनु बोक्नुहोस् त्यसैमा तपाईँले चाहिँ मोबाइल लुगाएर मान्छु तर तपाईँले अहिले पनि टिकटक त्यो टुकटुके मोबाइल चलाउनुहुन्छ होइन के हो अर्को स्लाइड वाला आइफोन छ सब मलाई कम दिनु त्यो पनि कान्छा छोराले किनिएको हो त आइफोनको कुन सिरिज हो यही छ के अरे मैले आज हामी म्यानेजीको मोबाइल हेर्दैछौँ दर्शक दिन पहिला चाहिँ उहाँले टुकटुके मोबाइल चलाउनुहुन्थ्यो अहिले चाहिँ धेरै वर्ष चलाएँ धेरै नि अस्तिसम्म हामीले हेर्दाखेरिसम्म टुकटुके थियो हो नि यो चाहिँ खै आइफोन होइन नि त आइफोन के होइन यो एन्ड्रोइड हो यो त रेडमी हो अर्को यहाँ छ नि आइफोन ल हेर्नुहोस् अनि के साधन छ केमा जानुहुन्छ गेमको आउँछ बस आउँछ फेरि अहिले मैले एउटा हाम्रो साथीले भिडियो बनाइराख्नु भएको छ भनिदिइहाल्नु पर्छ दर्शकहरूलाई होइन कतिसम्मको सोझो माननीय नेता अध्यक्ष भन्दाखेरि उहाँले यो मोबाइललाई आइफोन भनिराख्नु भएको छ अर्थात् हामीले आइफोन भनिदियौँ सम्भवतः उहाँलाई लाग्यो होला यस्तो यो टच प्याडलाई चाहिँ आइफोन भनिदिन्छ कि भन्ने लाग्यो होला तर साधारण मोबाइल हो यति चाहिँ हामीले यो खोज्दै रेडमीको साधारण मोबाइल हो उहाँले अस्तिसम्म चाहिँ टुकटुके चलाउनुहुन्थ्यो टुकटुके चलाउँथे अनि कान्छा छोराले भन्नु सादगी यो नेतामा भएको सादगी भिडियो कल गर्ने भिडियो कल गर्नको लागि राम्रो हुन्छ अध्यक्ष यो मोबाइल चाहिँ कसले पठाइदिएको छोराले किन्ने तपाईँ कति धेरै सादगी हुनुहुन्छ है एकदम सरल सादा म सादगी भएको होइन नि मेरो पार्टीले मलाई सादगी बनायो अब टेम्पो चढ्न जानुहुन्छ जान्छु आउँदा जाँदा चारवटा आउँदा दुईटा जाँदा चाबेलसम्म के ओममा आउनुहुन्छ चाबेलसम्म चाहिँ ओममा ओममा आउँछु